नमस्कार प्रिय साथीहरू, आशा गरेको छु सबैजना एकदमै स्वस्थ, मस्त र व्यस्त हुनुहुन्छ होला। आज हामी द पावर अफ पोजिटिभ थिङ्किङको एउटा यस्तो अध्यायतर्फ जाँदैछौँ जसले तपाईको सोच, दृष्टिकोण र जीवनप्रतिको विश्वासलाई पूर्ण रूपले परिवर्तन गर्न सक्छ। डाक्टर नर्मन भिन्सेन्ट पीलले भन्नुहुन्छ, तपाईले जीवनबाट जे आशा गर्नुहुन्छ त्यही तपाईको यथार्थ बन्न जान्छ। त्यो आशा सकारात्मक छ कि नकारात्मक, त्यो तपाईको जीवनको गति निर्धारण गर्ने मूल चाबी हो। यदि तपाई सफलता, खुशी र शान्तिको आशा गर्नुहुन्छ भने तपाई त्यो दिशातर्फ आकर्षित हुनुहुन्छ। तर यदि तपाई निराशा, डर वा असफलताको अपेक्षा गर्नुहुन्छ भने तपाईको सोच आफै तपाईको बाधा बन्न सक्छ। आजको अध्यायमा हामी सिक्नेछौँ कसरी सर्वोत्तमको आशा गर्ने, सकारात्मक सोच कसरी विकास गर्ने अनि त्यो आशालाई वास्तविकतामा कसरी बदल्ने। साथीहरू, तपाईको सोच नै तपाईको भविष्य हो। अब सोच बदल्नुहोस् र जीवन बदल्ने तयारी गर्नुहोस्। नर्मन भिन्सेन्ट पीलले स्पष्ट रूपमा भन्छन्, तपाईको आशा तपाईको भविष्यको बिउ हो। जसरी बिउले बोर दिन्छ त्यसरी नै तपाईको मनमा राखेको सोचले जीवनमा परिणाम दिन्छ। यदि तपाई सधैँ डर, असफलता, हानि वा समस्याको कल्पना गर्दै बस्नुहुन्छ भने त्यो सोचले नै तपाईलाई कमजोर बनाउँछ। तर जब तपाई भन्नुहुन्छ, म यो गर्न सक्छु, म सफल हुन योग्य छु, म उज्यालो भविष्य देख्छु, यो सोचले तपाईको भित्री संसारमा शक्ति, साहस र आत्मविश्वास भरिदिन्छ। सकारात्मक सोच भनेको केवल रंगीन सपना देख्नु मात्र होइन, यो हो विश्वास साथ हिँड्ने निर्णय, आशाका साथ सङ्घर्ष गर्ने साहस र राम्रो सम्भव छ भन्ने भरोसा। तपाईको दृष्टिकोण नै तपाईको बाटो बनाउने शक्ति हो। सकारात्मक सोचले तपाईलाई चुनौतीमा पनि समाधान देख्न सिकाउँछ र जब सोच स्पष्ट, बलियो र आशावादी हुन्छ त्यसको फल पनि सफलता, शान्ति र खुशीको रूपमा पाइन्छ। नर्मन भिन्सेन्ट पील भन्छन्, बिलिभ इन योरसेल्फ, ह्याभ फेथ इन योर एबिलिटिज। धेरैजसो मानिसहरू सफल हुँदैनन् किनभने उनीहरूमा क्षमता छैन, तर उनीहरूले आफूमाथि विश्वास गर्न छोडेका कारण असफल हुन्छन्। आफ्नो क्षमतामा विश्वास हुनु भनेको आफ्नो भित्री शक्ति र सम्भावनामा भरोसा गर्नु हो। यो विश्वासले तपाईलाई निरन्तर काम गर्न, चुनौतीहरू सामना गर्न र डरलाई जित्न मद्दत गर्छ। जब तपाई आफूमाथि विश्वास गर्न थाल्नुहुन्छ तब तपाईले कठिनाइलाई अवसरको रूपमा हेर्न सक्नुहुन्छ। विश्वासले तपाईलाई स्थिरता र धैर्य दिन्छ जुन सफलता हासिल गर्न आवश्यक हुन्छ। यसले तपाईको मनमा उत्साह र आशाको ज्वाला बलाउँछ। तपाईको सोच सकारात्मक भएर तपाई अगाडि बढ्न तत्पर हुनुहुन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, विश्वासले तपाईलाई आफ्नो जीवनको मालिक बनाउँछ। त्यसैले आफूमा विश्वास राख्नुहोस् र आशाको आधार बनाउनुहोस्। यदि तपाई बारम्बार सोच्नुहुन्छ, मेरो भाग्य खराब छ वा म सफल कहिल्यै हुन सक्दिन, त्यस्तो नकारात्मक सोचले तपाईको दिमागमा एउटा तालजा जस्तो काम गर्छ। यसले तपाईको रचनात्मकता, ऊर्जा र उत्साहलाई बाँधेर राख्छ, जसले नयाँ अवसरहरूको खोजी गर्न दिँदैन। नर्मन भिन्सेन्ट पीलले भन्नुहुन्छ, नकारात्मक सोचले जीवनलाई अन्धकार बनाउँछ र सफलताको बाटो बन्द गर्छ। जब तपाई निरन्तर नकारात्मक कुरा सोच्नुहुन्छ, तपाई आफ्नो सम्भावनालाई सीमित पार्दै जानुहुन्छ। तसर्थ आफ्नो भित्री संवादलाई ध्यान दिनु अति आवश्यक छ। दिनभरि आफूलाई सकारात्मक शब्दहरू भन्न थाल्नुहोस्। म सक्छु, म तयार छु, म सफल हुनेछु। यी शब्दहरूले तपाईको मनलाई उज्यालो बनाउँछन् र आत्मविश्वास जगाउँछ। पोजिटिभ सोचले तपाईलाई नयाँ चुनौतीहरू स्वीकार्न र जीवनमा अघि बढ्न उत्प्रेरित गर्छ। तपाईको सोच सकारात्मक भएमा तपाईको जीवनमा सफलता र खुशी आफै आउनेछन्। त्यसैले नकारात्मकतालाई छोड्नुहोस् र सधैँ आशावादी बन्ने अभ्यास गर्नुहोस्। नर्मन भिन्सेन्ट पीलले सफलता प्राप्त गर्नको लागि एकदमै सरल तर शक्तिशाली सूत्र दिनुहुन्छ। एक्सपेक्ट इट, प्रिपेयर फर इट, वर्क टुवार्ड्स इट। अर्थात् सफलताको आशा गर, तयारी गर र मेहनत गर। सबैभन्दा पहिला आफ्नो मनमा दृढ विश्वास राख्नुहोस् कि तपाई सफल हुनुहुन्छ। यो विश्वासले तपाईलाई अगाडि बढ्न ऊर्जा र उत्साह दिन्छ। त्यसपछि जब अवसरहरू आउँछन् तपाई तयार हुनु आवश्यक छ। तयारी बिना अवसरलाई पहिचान गर्न र उपयोग गर्न सकिँदैन। अन्ततः निरन्तर मेहनत र क्रियाशीलता नै सफलता दिलाउने मुख्य चाबी हो।
सफलता आकस्मिक हुँदैन, यो सही सोच, निरन्तर तयारी र कडा परिश्रमको नतिजा हो। जब तपाईँ यी 3 कुरा मिलाएर काम गर्नुहुन्छ तब मात्र तपाईँ आफ्नो लक्ष्यमा पुग्न सक्नुहुन्छ। यस मानसिकतालाई निरन्तर अभ्यासमा ल्याउनुहोस् र जीवनमा सफलताको यात्रा सुरु गर्नुहोस्। यसरी आफ्नो सोचलाई सफलताको लागि केन्द्रित गर्नु नै वास्तविक विजयको सुरुवात हो। जीवनमा कहिलेकाहीँ कठिनाइहरू र चुनौतीहरू आउनु आवश्यक कुरा हो, तर नर्मन विन्सेन्ट पील भन्छन्, पोजिटिभ थिङ्कर्स कन्भर्ट अब्स्ट्याकल्स इन्टु स्टेप्स, अर्थात् सकारात्मक सोच राख्नेहरूले बाधाहरूलाई सफलतातर्फको सिँढीमा परिणत गर्छन्। जब तपाईँ समस्याहरूलाई केवल बाधाका रूपमा होइन अवसरका रूपमा हेर्न सुरु गर्नुहुन्छ तब जीवनमा ठूलो परिवर्तन आउँछ। चुनौतीहरूबाट भाग्नुभन्दा उनीहरूको सामना गर्न सक्ने क्षमता विकास गर्नुपर्छ। यसका लागि सोच्नुहोस्, यस समस्याबाट मैले के सिक्न सक्छु? यो अनुभवले मलाई कसरी अझ बलियो बनाउँछ? जब तपाईँ यस्तो सोच राख्नुहुन्छ तब समस्याहरू डरको विषय होइन, विकासको अवसर बन्न थाल्छन्। कठिनाइले तपाईलाई कमजोर बनाउँदैन, उल्टो अझ दृढ र आत्मविश्वासी बनाउँछ। यी बाधाहरूलाई पार गर्दै अगाडि बढ्दा तपाईको यात्रा अझ सफल र सार्थक हुन्छ। सकारात्मक सोच र समाधानमुखी दृष्टिकोणले मात्र कठिनाइलाई अवसरमा बदल्न सकिन्छ। त्यसैले जीवनका चुनौतीहरूलाई अँगाल्नुहोस् र आफ्नो सफलताको बाटो बनाउनुहोस्। नर्मन विन्सेन्ट पील प्रार्थनालाई जीवनको एक अत्यन्तै शक्तिशाली औजार मान्छन्। प्रार्थनाले हामीलाई शान्ति मात्र होइन, आफ्नो भित्री शक्ति र आत्मविश्वास खोज्न मद्दत गर्छ। हरेक दिन बिहान उठ्ने बित्तिकै र राति सुत्नु अघि आफूलाई सकारात्मक शब्दहरू भन्नुहोस्। म योग्य छु, म सफलता पाउनेछु, म असाधारण उपलब्धिको हकदार हुँ। यसले तपाईको मनमा विश्वास र आशा जगाउँछ। आफ्नो मनसँग 1 मिनेटको आत्मसंवाद गर्नुहोस्, जहाँ तपाईँ आफ्नै शक्तिलाई स्मरण गराउनुहुन्छ। यो सानो अभ्यासले दैनिक तनाव कम गर्छ र तपाईको आत्मबललाई मजबुत बनाउँछ। जब तपाईँ आफ्नै मनसँग सकारात्मक संवाद राख्नुहुन्छ तब तपाईको सोच र भावना सकारात्मक दिशामा जान्छन्। यसरी प्रार्थना र आत्मसंवादले तपाईलाई जीवनका कठिनाइहरू सामना गर्न सक्षम बनाउँछ। यो अभ्यासले तपाईलाई हरेक दिन नयाँ ऊर्जा र प्रेरणा दिन्छ। यसले तपाईलाई जीवनको सफलताको बाटोमा निरन्तर अघि बढ्न मद्दत गर्छ। जसरी एथलेट्सहरू आफ्नो कौशल सुधार गर्न लगातार अभ्यास गर्छन्, त्यसरी तपाईले आफ्नो सोचलाई उत्कृष्ट र सकारात्मक भविष्यको लागि प्रशिक्षित गर्नुपर्छ। नर्मन विन्सेन्ट पील भन्छन्, बारम्बार आफ्नो सफल र उज्जवल भविष्यको कल्पना गर्नुहोस्। त्यो कल्पना तपाईको मनमा गहिरोसँग बसी तपाईको वास्तविकता बन्न थाल्छ। हरेक दिन तपाईले आफ्नो लक्ष्य र सपनाको एक स्पष्ट चित्र आफूमाथि अंकित गर्नुपर्छ। त्यस चित्रलाई आफ्नो ऊर्जा र ध्यानको केन्द्र बनाउनुहोस्। साथै त्यो उज्जवल भविष्यतर्फ हरेक दिन साना तर निश्चित कदम चाल्नुहोस्। हरदम प्रयास र दृढ विश्वासले तपाईलाई त्यो सफल भविष्यतर्फ लैजान्छ। जब तपाईँ आफ्नो मनलाई राम्रो भविष्यको लागि नियमित प्रशिक्षण दिनुहुन्छ तब जीवनमा आउने बाधा र चुनौतीहरूलाई सामना गर्न सजिलो हुन्छ। यसरी आफूलाई भविष्यका लागि तयार पार्दा सफलता तपाईको हातमा हुन्छ। साथीहरू, तपाईले जे आशा गर्नुहुन्छ त्यसले नै तपाईको जीवनको दिशा निर्धारण गर्छ। जब तपाईँ मनमा सकारात्मक आशा राख्नुहुन्छ तपाईँ आफै त्यसका लागि काम गर्न थाल्नुहुन्छ। विश्वास र उत्साहले भरिएको सोचले तपाईलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्छ। नर्मन विन्सेन्ट पील भन्छन्, सोच सकारात्मक राख्नु भनेको सफलतातर्फको पहिलो कदम हो। तपाईले आफूमा र आफ्नो क्षमतामा विश्वास राख्नुपर्छ, किनभने त्यो विश्वासले नै तपाईलाई सफलतातर्फ लैजान्छ। केवल आशा राखेर बस्नु पर्याप्त छैन, निरन्तर मेहनत र कर्म गर्नुपर्छ। जब आशा, विश्वास र कर्म एकै ठाउँमा मिल्छन् तब जीवनमा अद्भुत परिवर्तन आउँछ। तपाईँ आफ्नो सोचलाई सकारात्मक र भविष्यप्रति उत्साही बनाएर ठूलो सफलताको बाटो खोल्न सक्नुहुन्छ। आजैबाट मनमनै प्रतिज्ञा गर्नुहोस्, म आफ्नो जीवनमा सर्वश्रेष्ठ आशा गर्छु र म त्यो पाउनेछु। यसो गर्दा तपाईको जीवन उज्यालो, प्रेरणादायी र चमत्कारी बन्नेछ। यदि तपाईलाई यो प्रेरणादायी अध्यायले मन छोयो र जीवनमा सकारात्मक सोचको महत्त्व बुझेको महसुस गर्नुभयो भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। यसले हामीलाई अझ राम्रो र प्रेरणादायी सामग्री ल्याउन मद्दत गर्छ। साथै यो भिडियो आफ्ना साथीहरू, परिवार र प्रियजनसँग पनि सेयर गर्नुहोस् ताकि उनीहरू पनि सफलताको यात्रा सुरु गर्न सकुन्। हाम्रो
अर्को एपिसोडमा हामी एउटा अत्यन्तै महत्त्वपूर्ण विषयमा कुरा गर्नेछौँ, आई डोन्ट बिलिभ इन डिफिट, जसले हारलाई कसरी जितमा बदल्ने भन्ने सन्देश दिन्छ। जीवनमा कहिल्यै हार मान्नु हुँदैन भन्ने सोच र आत्मबल कसरी बढाउने भनेर हामी विस्तारमा सिक्नेछौँ। त्यसैले सकारात्मक सोचको साथ अघि बढ्नुहोस् र आफूले आशा गरेको सफलता प्राप्त गर्न दृढ रहनुहोस्। हामीसँगै यो यात्रामा अघि बढौँ र जीवनलाई उज्यालो बनाऊँ। धन्यवाद।